फाइनली गाइज यो बुद्ध चित्तको बेर्ना आइपुगेको छ। तेमालबाट मेरो आश्याङले पठाउनु भएको। तर मलाई यो बुद्ध चित्तको विषयमा ज्ञान त छैन हैन। यो कति मुखे हो के हो यो मलाई खासै ज्ञान चाहिँ छैन। उहाँले पठाउनु भएको छ। एकदम राम्रो छ बिरुवा। यस्तो छ। तपाईहरु पनि चाह्यो भने सम्पर्क गरेर ल्याउनु होला। यो चाहिँ मैले तेमालबाट नै अर्डर गरेर मगाएको। यस्तो छ बुद्ध चित्तको। गाइस यो चाहिँ कति मुखे हो हैन। यो साउन्ड नो साउन्ड भन्दै रहेछ। खासै मलाई बुद्ध चित्तको विषयमा ज्ञान त छैन। यो के कुन होला हजुरहरुले नै चिन्नु होला। यो कहाँबाट थाहा पाउँछ मलाई थाहा छैन। यहाँ छ पुगेको छ। यस्तो छ गाइस। मलाई चाहिँ यो काभ्रे तेमालबाट मेरो आश्याङले पठाउनु भएको बुद्ध चित्त। यो कुन चाहिँ हो कुन चाहिँ बुद्ध चित्त हो मलाई थाहा छैन। बुद्ध चित्त त हो तर कति मुखे भन्ने हुँदैछ। 2 मुखे 3 मुखे 5 मुखे भन्दै रहेछ। यो चाहिँ त्यो चाहिँ मलाई नि खासै थाहा भएन। कसरी थाहा हुने हो यो 1 मुखे 2 मुखे 5 मुखे भन्ने चाहिँ गाइस यस्तो हुँदो रहेछ। अब यो चाहिँ ठाउँ बनाउँदैछु म। अहिले चाहिँ यसलाई यहाँ घरमा ल्याएर सुरक्षित राखेको छु। ठाउँको व्यवस्था भएपछि चाहिँ रोप्ने ठाउँको व्यवस्था चाहिँ भइसकेको छ। अब त्यहाँ नै यो चाहिँ कति मुखे हो तपाईहरुलाई यदि यो यति मुखे हो भनेर थाहा हुने साथीभाइहरूले चाहिँ मलाई कमेन्ट गर्नु है त। यो चाहिँ भाँचिसकेको छ गाइस।